हेलो एभ्रिवान, वेलकम ब्याक टु योर फेभरेट एजुकेसनल च्यानल द नेपाली लोक सेवा। आजको भिडियोमा हामी एकदम इम्पोर्टेन्ट टपिकको बारेमा चर्चा गर्न लागिरहेका छौँ, यानी कि नेसनल इन्कम। इफ यु आर ए स्टुडेन्ट or preparing for your exam or just want to understand economics in a simple way, then this video is just for you. So without wasting your time, let's get started. What is national income? अब सामान्य भाषामा हामी बुझ्छौँ, नेसनल इन्कम भनेको देशले एक वर्षमा उत्पादन गरेको सबै गुड्स एन्ड सर्भिसेसको टोटल मोनिटरी भ्याल्यु हो। भनेको मोनिटरी भ्यालु भनेको मौद्रिक मापन। जस्तै अब यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने गुड्स भनेको वस्तुहरू। जस्तै अब गुड्समा वस्तुहरू के भयो त, जस्तै इक्जाम्पलको लागि राइस भयो, कपडा भयो यानी क्लोथ्स, मोबाइल भयो। र सर्भिसेसमा कुरा गर्दाखेरि सर्भिसेस भनेको सेवा, जस्तै टिचिङ भयो, डक्टर ट्रिटमेन्ट भयो, यातायात यानी ट्रान्सपोर्ट भयो इत्यादि। सो व्हेन वी क्यालकुलेट अल दिज गुड्स एन्ड सर्भिसेस प्रोड्युस विदिन अ इयर, त्यसको टोटल भ्यालुलाई नै हामी चाहिँ के गर्छौँ, राष्ट्रिय आय भन्छौँ, त्यसलाई नेसनल इन्कम। अब हामी यसलाई एक्जाम्पलबाट बुझौँ। मानौ नेपालमा एक वर्षमा फार्मरहरूले अन्न उत्पादन गरे, इन्डस्ट्रिजले कपडा र सामान बनाए, टिचर्सहरूले स्टुडेन्टलाई पढाए, डक्टर्सले बिरामीको उपचार गरे। यी सबै कामको एउटा इकोनोमिक भ्याल्यु हुन्छ। उदाहरणको लागि चाहिँ जस्तै एग्रिकल्चर इन्कम नेपालमा जस्तै 40 बिलियन छ, इन्डस्ट्रीबाट चाहिँ 30 बिलियन छ। इन्कमको कुरा गर्दा सर्भिसेसबाट चाहिँ 30 बिलियन छ। टोटल भनेको कति बिलियन पुग्यो, 100 बिलियन। सो नेपालको नेसनल इन्कम कति हुन जान्छ, 100 बिलियन हुन जान्छ। सिम्पल छ है। अब यसमा टाइप्समा सिम्पली म एउटा चाहिँ भन्दैछु, डिपर कुरा गर्दाखेरि चाहिँ यो तीन धेरै वान अफ द धेरै क्यालकुलेसन गर्ने धेरै मेथडहरू छ, तर जेनरली चाहिँ यो तीनवटा, जस्तै इन्कम मेथड, एउटा प्रोडक्सन मेथड र एक्सपेन्डिचर मेथड। यसको डिटेलमा हामी नजाउँ, तर अहिले हामी के गर्छौँ भने अहिले बेसिक नै बुझ्छौँ है। अब अर्को प्रश्न के हुन जान्छ भने आउँछ हाम्रो मनमा कि वाइ नेसनल इन्कम इज इम्पोर्टेन्ट। अब किन जरुरी छ नेसनल इन्कम हाम्रो देशको लागि। अब सुरु गरौँ। यसमा चाहिँ मुख्य पोइन्ट एक्जाममा यस्तो कुराहरू आउँछ, तपाईँहरू विस्तृत रूपमा चाहिँ डिटेलिङमा लेख्नु होला। म चाहिँ पोइन्ट पोइन्टमा हल्का सठिक भन्दैछु। अब के छ भने पहिलोमा कुरा गर्दाखेरि यसले देशको इकोनोमिक कन्डिसनलाई देखाउँछ। चाहिँ इकोनोमिक कन्डिसन भनेको यसको स्ट्रेन्थ चाहिँ गुड छ कि ब्याड छ, कस्तो अवस्था छ, राम्रो छ कि खराब छ, त्यो कुरा। त्यसपछि देश डेभलप हुँदैछ कि छैन भन्ने थाहा हुन्छ यसबाट। अर्को कुरा गर्दाखेरि गभर्नमेन्टलाई चाहिँ प्लानिङ गर्न हेल्प गर्छ। कसले? नेसनल इन्कमले। यस कारणले पनि नेसनल इन्कम जरुरी छ। त्यसपछि लिभिङ स्ट्यान्डर्ड कस्तो छ भन्ने बुझ्न सकिन्छ। हाम्रो देशको लिभिङ स्ट्यान्डर्ड कस्तो छ त्यो कुरा बुझ्न सकिन्छ। अब यसमा कन्डिसन छ, इफ नेसनल इन्कम इन्क्रिज इट मिन्स द इकोनोमिक इज ग्रोइङ। भनेको हाम्रो देशको आर्थिक आम्दानी जुन छ, आय, त्यो यदि बढिरहेछ भने हाम्रो देशको अर्थव्यवस्था के भन्छ, ग्रो हुँदै गइरहेछ। त्यो हामीले बुझ्न सकिन्छौँ। इफ इट डिक्रिज द इकोनोमिक इज बिङ विक और विकर। भनेको यो यदि घटिरहेछ भने हाम्रो देशको आर्थिक अवस्था के हुन्छ भने घटिरहेछ। अब बढ्छ किन? बढ्छ कसरी? त प्रोडक्सनलाई चाहिँ हामीले के गर्नुपर्छ भने इन्क्रिज गर्नुपर्छ। हामीले एग्रिकल्चर सेक्टरलाई बढावा दिनुपर्छ र इन्क्रिज गर्नुपर्छ। त्यसपछि हामी सर्भिस सेक्टर, त्यसलाई पनि चाहिँ फोकस गर्नुपर्छ। त्यसमा के हुन्छ, त्यो यो मुख्य कारणहरू के छ भने यसले के गर्छ भने हाम्रो इकोनोमिकलाई, देशको अर्थतन्त्रलाई के गर्छ, इन्क्रिज गर्छ। र यो मुख्य कुराहरू यदि विक भयो भने हाम्रो देशको इकोनोमिक के हुन्छ भने विक हुन्छ। अब एकचोटि क्विक रिभ्यू हामी गरौँ। नेसनल इन्कम भनेको के हो भने टोटल भ्यालु अफ गुड्स एन्ड सर्भिसेस प्रोड्युस्ड इन अ कन्ट्री इन 1 इयर। भनेको टोटल भ्याल्यु अफ गुड्स भनेको सामान, सर्भिसेस भनेको सेवा, चाहिँ जति उत्पादन हुन्छ एक वर्षभित्रमा विदिन अ कन्ट्री टेरिटरी भन्दा पनि हुन्छ। भनेको आफ्नो देशको टेरिटरीमा चाहिँ जुन हुन्छ
त्यसलाई के गर्छ भने त्यसले को मापनलाई के भन्छ भने नेसनल इन्कम भनिन्छ। सो यो दिस वाज द सिम्पल एक्सप्लेनेसन अफ नेसनल इन्कम, राष्ट्रिय आयको सिम्पल एक्सप्लेनेसन थियो। इफ यु फाउन्ड दिस भिडियो हेल्पफुल डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। र यसको पार्ट चाहिँ जुन 3वटा पार्ट जुन भनेछु मैले त्यो 3टै पार्ट यो नेक्स्ट भिडियोमा म छिट्टै अपलोड गर्दैछु। तपाईहरु कमेन्ट गर्नुहोला कति छिटो कमेन्ट गर्नुहुन्छ, जति छिटो म चाहिँ अपलोड गर्दैछु। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाइ बाइ।